Hi everyone, this is my call. Today we are planning to trek from Lava to Lingseka, and now we are heading towards Lava. All are fine and lovely day. Hope you will watch our trekking and enjoy the view of nature. Wish you all a very happy day. Oringal क्या हो Oringal अन्धार पुरा हुन्थ्यो कि अब देखेर घरमा गएर भन्दै कि बेलुका आइहाल्ने के बोकेर राको बोकेर अन्त आदिला हार्डेटलाई त्यसरी बोलेपछि अन्त त्यो रानी गयो अन्त त्यसले बाटोमा ल हाम्रो फादर उर्गेन हाम्रो साथीहरुलाई कुराउनु यहाँसम्म आइदिएकोमा धन्यवाद ल यहाँनिर ल अब यो चाहिँ हामी Hello everyone, once again we are here in the Balwa. It's called Balwa Khani because there's a lot of sand. You can see the new water reservoir being made there. Okay. So we are on our way to Lingseka via Lava, 9th Mile, Lava, and Kolakham. There's a beautiful falls. Changi Falls. Then we'll be having our lunch in the Michael's Didi's place. Then we'll walk to another 2 hours to reach to Lingseka. Yeah. Lingseka is okay. So here we are. Yeah. About to move. Look. All the best. Wish you all the best. Stay healthy. And happy trekking. Yeah. Thank you so much, Fatherji. Happy trekking. Thank you. Thank you. Right now we are here in 9th Mile. It's called 9th Mile, and this is the viewpoint of 9th Mile. And down there, little town, you'll see that is Lava Bazaar. Okay. हामी चाहिँ पहिला लाभा बजार निरदेखि हिँड्दै आउँदै आकाशसँग आज हाम्रो ट्रेक सुरु हुन्छ कहाँबाट हाम्रो ट्रेकिङ चाहिँ यहीँबाट सुरु हुन्छ यो भ्यू पोइन्टबाट आई लभ लाभा आई लभ लाभादेखि हाम्रो सुरु हुन्छ यहाँदेखि किन भन्दाखेरि यहाँदेखि बजार पुग्नु 2 किलोमिटर छ अलिकति होममा पनि हुने त्यहाँनिर पनि एउटा वाटर रिजर्भर छ त्यसैले हामी जान्छौँ जहाँ चाहिँ दर्पण छाया मुभी चाहिँ सुटिङ भएको थियो ल हाम्रो यहाँ निकाले सामानहरु रेडी हुँदैछ सबजना रेडी ल हाम्रो भाइलाई धन्यवाद है अब यहाँसम्म ल्याइदियो हो हाम्रो केटाहरु चाहिँ आई लभ लाभामा छ हो ल if you come to Lava you have a place where you can just go see the beauty of nature टिकट गर्नु छ कति रुपैयाँ होला एकटा तल छ हाम्रो तीन भाइ यो चाहिँ हामी आई लभ लाभाको जस्ट अपोजिट यु हेभ अ नाइस प्लेस यु हेभ टु पे 30 rupees and you can enjoy the beautiful nature here. Only thing is I think this has to be removed. Of papers, plastic papers are there, so I think if they remove this then it will be nice. This is the forest office. अहिले चाहिँ हामी बजारबाट चाहिँ जाँदैछौँ कोलाखाम
जस्ट अगाडि चाहिँ अलिक 2 मिनट्स वकमा चाहिँ तपाईँहरूको रुट पाउँछ, त्यहाँबाट चाहिँ कोलाखाम जान्छ। अहिले हामी चाहिँ केटाहरू चाहिँ सबैभन्दा यहाँनिर अचम्म अद्भुत उद्वेगको कुरा चाहिँ के छ भन्दाखेरि हामीले 10 किलो हामीले 10 मिनट मात्रै के हेरेको थियौँ, हामीलाई भोक लाग्यो। आफ्टर 10 मिनट्स वक ब्ल्याक टी तिमीले मिस गरेको जग्गाहरू ट्रेकमा आएको केटाहरूले चाहिँ यो 3 प्लेट खाइसकिसक्यो। ऊ त्यहाँबाट पनि रहेछ सिपको कुरै छैन, चिया पनि यहाँ हो। केटाहरूले चाहिँ यो 10 मिनटको वकमा अब सुन्नुहोस्, 6-4 घन्टा बाटोमा के अवस्था हुन्छ त्यो हामीलाई थाहा छैन है, तर जे हुन्छ मन्दिरको लागि हुन्छ। अब हामीले यो दोकानको नाम चाहिँ के हो? आपास दोकान हो, ए आपास दोकान होइन? यो आपा अब चाहिँ हामी कहाँ लाग्यौँ अरे? ओ क्यामरुस, अब हामी कता? अब हामी यताबाट कोलाखाम के बाद हामी लुङसु के बाद हामी लिङ्सेखा। थ्याङ्क यू। ल हामी चाहिँ लाग्यौँ हो लाभाबाट 2 किलोमिटर हिँडेर अब कोलाखाम पस्दैछु जङ्गलभित्र। जज अगाडि छ, क्रिस्पिन र जोसेफ अगाडि, पल सिद्लिङ एन्ड क्यामरोस लाग्यौँ है गाडा हो हामी चाहिँ। ल मजाको रहेछ केटा ऊ यहाँ केटा। ल हामी चाहिँ सुरु गरेको ट्र्याक हो, यहाँ हो केटारी अगाडि जङ्गलभित्र पस्यौँ है। कहाँ गएको हो केटा? कोलाखाम। के गर्दै गएको? ओके भेरी गुड। अब चाहिँ जान्दैछ यी केटाहरू। अहिले त केटाहरू गराउँदैछ कि एकछिनमा देखाउँछु भिडियो, अपडेट गर्छु नि केटाहरूलाई। केटा हो हामी चाहिँ अब आधा बाटो through Kollakham. Almost Kollakham is only 1.5 kilometers now. Okay. Before that, we'll be stopping one of the shops where we have little snacks and all. So after that, we'll go. केटाहरूको ट्र्याकिङ ब्याग देख्यो होला। ऊ एउटाले त डल्लै लुगा फेरेर अल्टर यस्तो ल्याएन नि, हामीले भन्नुपर्छ नि अन्त। सबैले यो बोक्नु भनेको थिएँ, तर एक्साइटमेन्ट केटाहरूले प्लस यहाँको अब अहिले हामीले हेर्नु पर्दाखेरि बिगेस्ट फरेस्टै भन्छु यो चाहिँ, डेन्स फरेस्टहरू छ। अब इयर्स ओल्ड ट्रिजहरू भेटाउनुहुन्छ यहाँबाट। तपाईँ हेर्दै गर्नु रचेलादेखि हाम्रो अर्को दि अदर एन्ड अफ हाम्रो दार्जिलिङको के भन्छ लास्ट सिमाना तोदे ताङताम पुग्छ है यहाँबाट। जङ्गल भन्छ नौडा भ्याली, रचेलाबाट चाहिँ उताहरू है तोदे ताङ। So we have entered Kollakham. It's a nice.
So finally we are at Joy Palace, my sister's homestay. It's nice. फादर पल सिटलिङको बेस्ट सङ हो। सो केटाहरू सबैजनाले गाइदिउँ त के अरे यो गीतको नाम चाहिँ? मनपर्छ तपाईँलाई हुन्छ साह्रै मनपर्छ। ल गाउनेछौँ। होमस्टे लिसल दिदीको होमस्टेमा बसेर गाउँदैछु है केटाहरू है। 1 2 3 गो। मैले फकाएर मात्र कहाँ हुन्छ र तिमीले फकाएर नै जान्नु पर्यो है। मोबाइल राखाइ। मैले फकाएर मात्र कहाँ हुन्छ र तिमीले फकिन नै जान्नु पर्यो है। मैले माया दिए मात्र कहाँ हुन्छ र तिमीले लिन पनि जान्नु पर्यो है। अरे खतरा रहेछ नि त। माया मात्र दिएर कहाँ हुन्छ र तिमीले लिन पनि जान्नु पर्यो है। मैले फकाएर मात्र कहाँ हुन्छ र तिमीले फकिनु नि जान्नु पर्यो है। मैले माया मात्र दिएर कहाँ हुन्छ र तिमीले लिन पनि जान्नु पर्यो है। वाउ दामी दामी थ्याङ्क्स। माया मात्र दिएर कहाँ हुन्छ र तिमीले लिन पनि जान्नु पर्यो है। दामी 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 आमा दामी रहेछ है। चोइस अफ सङ दामी रहेछ है। After a lunch and a short prayer, we are heading to Chagi Falls, then to Lingseka. Hope you are enjoying it. अहिले चाहिँ हामी छाँगे फल सकेर चाहिँ लाग्दैछौँ घरतर्फ। त्यो पछाडि देख्दै गरेको चाहिँ छाँगे फल्सको मेन जग्गा पछाडि चाहिँ हामी लुङचुको छेउछेउ आइपुग्यौँ हो। केटाहरू देख्यो होला अघि कति कराउँदै थियो, अहिले हातमा के छ केटाहरूको लठी टेक्ने भइरहेछ हो। हिँड्ने केटाहरूसँग अहिले चाहिँ बाटो भुलेर केटाहरू यस्तो जङ्गलभित्र कस्तो लाग्दैछ दामी?